नमस्कार, अपन समाचारमा स्वागत छ। सुरु गरौँ मुख्य समाचारबाट। दर्शकबिन नमस्कार। कार्यक्रम प्राइम टाइम लाइव में अपने सबके हार्दिक स्वागत तथा अभिवादन करै छी। कार्यक्रम प्राइम टाइम लाइव में विशेष व्यक्तित्वसँग उपस्थित होइत रही छी। आजुक हमरा सबक अतिथि छथि राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालक राष्ट्रिय अध्यक्ष कमल थापाजी। हिनका संगे बातचीत करब। हिनकर पार्टी जे एखन आबिकाब हिंदू राष्ट्र नेपाल के फेर से स्थापना करऽ पड़तै, तकर बाद राज संस्था सहित के प्रजातंत्र चाहिए। विभिन्न गलती सब भेलैया राजनीति में, वही गलती सब के कारण जनता दुख पाबि रहल छै से हिनका सबके कहब छन्। यावत विषय में बातचीत करब। अध्यक्ष जी, यहाँलाई स्वागत छ कार्यक्रममा। धेरै धेरै धन्यवाद। प्रदेश 2 में तराई मधेसमा जहाँनिर मधेसवादी दलको सरकार छ, एकातिर कांग्रेस र नेकपा पनि प्रतिपक्षमा, यहाँनिर जनकपुरमा कार्यक्रम वा भनौँ यहाँको आगमन किन? हाम्रो पार्टीले 7वटै प्रदेशमा प्रदेश स्तरीय प्रशिक्षण र सम्मेलनको आयोजना गर्दैछ। त्यसको पहिलो कार्यक्रम प्रदेश नम्बर 2 बाट हामी सुरु गर्दैछौँ र प्रदेश नम्बर 2 को राजधानीमा आज राप्रपाको प्रशिक्षण र सम्मेलन सुरु भएको छ। प्रदेश नम्बर 2 प्रत्येक दलको प्राथमिकतामा पर्ने गरेको छ। यो संहिता आइसकेपछि कुनै पनि दलले कुनै पनि अभियान वा भनौँ एउटा कुनै आयोजनहरू गर्दाखेरि प्रदेश 2 नम्बरबाट हामी सुरु गर्यौँ। प्रदेश नम्बर 2 राजनीति परिवर्तनको केन्द्र हो, यथावत कुराहरू गर्ने गरेका छन्। अब यहाँले पनि एउटा अभियान सुरु गर्नुभयो प्रदेश नम्बर 2 बाट। यो प्रदेश नम्बर 2 लाई किन रोज्नुहुन्छ तपाईहरु? वास्तवमा नेपालको राष्ट्रिय राजनीतिमा पछिल्लो कालखण्डमा तराई मधेस एउटा महत्त्वपूर्ण फ्याक्टरको रूपमा देखा पर्यो। तराई मधेसमा भएको आन्दोलनले मधेसका जनताको हक हित र चाहनाको सशक्त ढंगबाट प्रस्तुति दियो। त्यसकारणले अब कुनै पनि राजनीतिक दलले तराई मधेसलाई उपेक्षा गरेर राष्ट्रिय राजनीति गर्न सक्ने अवस्था छैन। दोस्रो कुरा, विगतमा राष्ट्रिय प्रजातन्त्र पार्टीको तराई मधेस क्षेत्रमा अत्यन्तै बलियो पकड थियो। चाहे धनुषा भन्नुहोस्, चाहे महोत्तरी भन्नुहोस्, चाहे सर्लाही भन्नुहोस्, चाहे पर्सा, बारा, सिरा, सप्तरी लगायतका प्राय सबै जिल्लामा राष्ट्रिय प्रजातन्त्र पार्टीले गाउँ विकास समितिहरूमा, संसदमा सफलता प्राप्त गरेको जिल्ला हो। तेस्रो, हाम्रो पार्टीको एजेन्डाको दृष्टिकोणबाट तराई मधेस एउटा अत्यन्तै महत्त्वपूर्ण र उर्वरा क्षेत्र हो भन्ने हामीलाई लाग्छ। खास गरी तपाईले अघि सुरुमै बताइसक्नु भएको छ कि नेपालको राष्ट्रिय राजनीतिमा राष्ट्रिय प्रजातन्त्र पार्टी मात्रै एउटा पार्टी हो संसदमा प्रतिनिधित्व भएको, जसले सनातन हिन्दू राष्ट्र र राज संस्था सहितको प्रजातन्त्र को ओकालत गर्दै आएको छ। यो विचारको दृष्टिकोणबाट तराई मधेस अत्यन्तै महत्त्वपूर्ण हामीले ठानेका छौं। हिन्दू राष्ट्रको एजेन्डामा त अझै बढी हामीले चाहिँ यसको प्रभाव देखिराखेका छौं, किनभने तराई मधेसका 20-22 जिल्लामा प्राय सबै जिल्लामा सरदर 80% भन्दा बढी जनता हिन्दू धर्मको पक्षमा छन् र त्यसको साथसाथै राज संस्था सहितको प्रजातन्त्रको एजेन्डामा पनि तुलनात्मक रूपमा हामीले तराई मधेसमा एउटा सशक्त जनमत रहेको पाएका छौं। यी सबै कारण, तर यति हुँदाहुँदै पनि हाम्रै कमी कमजोरीले गर्दा तराईमा हाम्रो पहिले भएको पकड र संगठन अहिले कमजोर हुँदै गएको छ। यसलाई
पुनर्सङ्गठित गर्ने हाम्रो मुख्य एजेन्डा हिन्दू राष्ट्र र राष्ट्र संस्थाको साथसाथै मधेसका जनताको हक र अधिकारको पक्षमा पनि अन्य पार्टीहरूभन्दा एक कदम अगाडि बढेर आवाज उठाउने पार्टीको रूपमा अगाडि बढाउनको लागि पनि हामीले आफ्ना कार्यक्रमहरू सञ्चालनमा तराई मधेसका जिल्लाहरूलाई प्राथमिकता दिएको हो। एक कालखण्डमा यहाँहरूले राज्यमा शासन गर्नुभयो, नेपाली कांग्रेसले पनि गरेकै हुन्। अब कुरा के आयो भने तराई मधेसका जनताहरू एकदमै शोषित थिए, उपेक्षित थिए र यो परिवर्तनहरू भइसकेपछि सकारात्मक कुराहरू पनि भएका छन्। यहाँले नै भर्खरै भन्नुभयो यो देशमा आमूल परिवर्तन भए जसमा तराई मधेसका जनताले योगदान दिएका हुन्। ताजा भएका परिवर्तनहरू यहाँको जनताले गरायो, संहिता पनि त्यसमै पर्छ। तर यहाँले के पनि भन्नुहुन्छ भने 12 वर्ष संहिता लादेको यो 12 वर्षमा जनताले केही पाएको छैन भन्नुहुन्छ। अप्रत्यक्ष रूपमा त संहिताको विरोध गर्नुहुन्छ यहाँहरू। फेरि यो कुन रणनीति हो? एकातिर जनताको तारिफ गर्ने, अर्कोतिर संहिता विरोध गर्नुहुन्छ तपाईहरु। हैन, वास्तवमा के भन्देखि नि हेर्नुस्, अब यो जुन 62-63 को परिवर्तन भयो, त्यो परिवर्तन पछि तीनवटा महत्त्वपूर्ण अवधारणाहरू स्थापित गरियो। धर्मनिरपेक्षता, गणतन्त्र र संघीयता। यो तीनवटै एजेन्डाहरू पहिले आन्दोलनका एजेन्डा थिएन। पछि बिस्तारै थपिँदै गयो र खास गरी हिन्दू राष्ट्र र गणतन्त्रको कुरा गर्ने हो भने, यो धर्मनिरपेक्षता र गणतन्त्रको कुरा गर्ने हो भनेदेखि त संविधान सभाको चुनाव हुनुभन्दा अगाडि नै त्यसलाई संस्थागत गरियो। संघीयता पनि संविधानको अङ्ग त्यही बेलामा बनाइयो। तर संघीयता कस्तो हुने, संघीयताको स्वरूप कस्तो रहन्छ, यसले के फाइदा हुन्छ के बेफाइदा हुन्छ भन्ने कुरा जनताको माझमा पर्याप्त छलफल नभइकन यो विषयहरू ल्याइयो र अहिले संघीयताको प्रयोगको प्रारम्भिक चरणमा नै अनेक अवरोधहरू देखा परिराखेका छ। जस्तो उदाहरणको निमित्त भनौँ, संघीयता कार्यान्वयनको निमित्त अर्थमन्त्रीले विदेशमा गएर विश्व बैंकसँग ऋण लिएर आउनुपर्ने हो र अहिले केन्द्र, प्रदेश र स्थानीय तहका सरकार संसदका प्रतिनिधिहरूलाई मात्रै 5-6 अरब रुपैयाँ तलब भत्तामा जान्छ र संघीयता कार्यान्वयन गर्नको निमित्त विदेशीको ऋण लिनु परिराखेको छ। अहिले संघीयताको कार्यान्वयनको प्रारम्भिक चरणमा नै केन्द्र, प्रदेश र स्थानीय तहले लगाएको दोहोरो तेह्रो करको कारणले गर्दा आज आम जनतामा असन्तुष्टि र आक्रोश छ। त्यसकारण हामीले भनेका हौं कि यी विषयहरूमा यसको कार्यान्वयनको पक्षमा पुनर्विचार गर्नु पर्दछ भन्ने हाम्रो पार्टीको धारणा हो। संहितामा पनि निश्चय पनि महँगो पर्यो संहिता देशलाई। निश्चय पनि हाम्रो दृष्टिकोणमा चाहिँ हेर्नुहोस्, अब आफा प्रजातन्त्र हो, आफआफ्नो चाहिँ विचार हुन्छ, आफआफ्नो विश्लेषण हुन्छ, आफआफ्नो प्रस्ताव हुन्छ। अब जनताले जेलाई रुचाउँछन् त्यसलाई चाहिँ अघितिर बढाउने हो। अहिले देशका प्रमुख पार्टीहरूले धर्मनिरपेक्षता, गणतन्त्र र संहितालाई बोकेर हिँडिरहेछन्। उहाँहरूले बहुमत प्राप्त गर्नुभएको छ, त्यसैले यो कार्यान्वयन छ चाहिँ। तर हामी विकल्पमा छौँ र जनतालाई एउटा विकल्प प्रस्तुत गरिराखेका छौँ। हाम्रो दृष्टिकोणमा हेर्नुहोस्, नेपाल जस्तो देशको निमित्त संघीयता भन्दा एउटा बलियो जनताको प्रत्यक्ष शासन हुने स्वायत्त शासन प्रणाली चाहिँ नि राम्रो हुन्छ। त्यसले स्थानीय विकास हुन्छ, अधिकार जनताको घर दैलोमा पुग्दछ र यो अहिलेको संरचना भन्दा त्यो संरचना चाहिँ बढी वैज्ञानिक र नेपालको निमित्त उपयुक्त हुन्छ अनि हाम्रो मान्यता हेर्नुहोस्। अब यो मान्यतालाई हामीले जनताको माझमा अझ बुझाउन सकेका छैनौँ। राज संस्था सहितको प्रजातन्त्रकै कुरा गरौँ, अब हिन्दू राष्ट्रकै कुरा गर्दाखेरि पनि 94% ओमकार परिवारका छन्। तर हामीले जनताले फेरि त्यो हिन्दू धर्मलाई स्वीकार गरी पनि राखेका छन्, तर हामीले त्यसलाई भोटमा परिणत गर्न सकिराखेका छैन। हेर्नुहोस्,
अनि त्यसो भए के अब धर्मको राजनीति गर्ने त भारत जस्तै? अब हेर्नुहोस्, म अरू देशको कुरा त गर्न चाहन्न, त्यो टिका टिप्पणी मैले गर्नु बेस हुँदैन, तर राप्रपाले नेपाल हिन्दू राष्ट्र हुनुपर्छ भनेर भनेको धर्मको आधारमा राजनीति गर्न खोजेको होइन। हेर्नुहोस्, हामीले कुनै एउटा धर्मलाई मात्रै राज्यले विशेष संरक्षण र सुविधा दिनुपर्छ भनेको होइन। हेर्नुहोस्, हाम्रो विश्लेषणमा जुन कुरो अझ पनि हामीले जनतालाई राम्रोसँग बताउन सकिराखेका छैनौँ, हामीले हिन्दुत्वको कुरा गरौँ अथवा हिन्दू धर्मको कुरा गरौँ, यसका दुईवटा पक्षहरू छन्। हेर्नुहोस्, एउटा पक्ष भनेको कर्मकाण्ड पक्ष, पूजा आराधनाको पक्ष, जो हरेक व्यक्तिको आफ्नो चोइस हो, कुन भगवानलाई मान्ने, कुन विधि अनुसार पूजा आराधना गर्ने, त्यो हरेक व्यक्तिको चोइस हो। यो एउटा पक्ष छ भने अर्को पक्ष यसको दार्शनिक पक्ष छ, यसको वैचारिक पक्ष छ। यो भूभागमा आजभन्दा हजारौं वर्ष अगाडि सनातन धार्मिक मूल्य मान्यता हाम्रो जीवन पद्धतिको रूपमा रहँदै आयो। चाहे योगको कुरा गर्नुहोस्, चाहे आयुर्वेदको कुरा गर्नुहोस्, चाहे ज्योतिष शास्त्रको कुरा गर्नुहोस्, चाहे गणित शास्त्रको कुरा गर्नुहोस्, विज्ञानले त्यो कुरा प्रमाणित गर्नुभन्दा अगाडि हाम्रा ऋषि मुनिहरूले यो भूभागमा त्यसलाई प्रचलनमा लिएर आइसकेका थिए। वेद, उपनिषद, गीता, ब्रह्मसूत्र जस्ता दर्शनहरूले अहिले पनि सम्पूर्ण विश्वलाई चकित हुने किसिमको विचारहरू प्रदान गरिरहेका छ। यही तपाईको अहिले हामी जनकपुर धाममा बसिराखेका छौँ। राजा राजर्षि जनकको चाहिँ नि यो राजधानी हो, मिथिला चाहिँ एउटा प्रदेश हो। यहाँ राजर्षि जनकको दरबारमा याज्ञवल्क्य लगायत, कपिल मुनि लगायत 101 महान ऋषिहरू मुनिहरूको सत्सङ्ग हुन्थ्यो, एउटा चाहिँ विचार चाहिँ प्रतिपादन हुन्थ्यो। यही भूमिमा याज्ञवल्क्य गीताको चाहिँ प्रतिपादन भएको छ, जसलाई हामीले बिर्सिराखेका छौँ। यो दार्शनिक पक्ष बिर्सिराखेका छौँ। राप्रपाले यो कुरालाई जनताको माझमा लिएर जान खोजेको। हाम्रो व्यक्तिको सम्बन्ध, परिवारको सम्बन्ध, समाज र राष्ट्रको सञ्चालन के आधारमा हुने, कुनै न कुनै एउटा दर्शन त चाहियो नि। आज युरोप र अमेरिका क्रिस्चियन भ्यालुजको आधारमा चलिराखेका छ भने हाम्रो समाज र हाम्रो राष्ट्र कुन आधारमा चलेको छ? यही सनातन मूल्य र मान्यता हो, यही सनातन हिन्दू धर्मको आधारमा हो। त्यसकारणले हामीले यो पक्षलाई उजागर गर्न खोजेका हौँ, हामीले धर्मको आधारमा राजनीति गर्न खोजेका होइनौँ। अनि यसलाई के बुझ्ने त? यहाँहरू राजनीतिका शीर्ष व्यक्तित्वहरू कहाँनिर चुक्नुभयो? तराई मधेस धर्म परिवर्तन गर्ने आँकडा हेर्ने हो भने पनि पहाडभन्दा कम छ यहाँ धर्म परिवर्तन। विवाह पञ्चमी हुन्छ, लाखौँ भक्तजनहरूको सहभागिता हुन्छ, तर हिन्दू राष्ट्र स्थापना गर्नुपर्छ भन्ने एउटा कुनै राजनीतिक दलले र्याली निकाल्यो भने त्यसमा मान्छे हुँदैन। यो किन भएको होला? अब यसको मुख्य कारण चाहिँ के भन्दै हुने हेर्नुहोस्, एक त चाहिँ के भने अब हाम्रो समाज तीव्र रूपले, व्यापक रूपले राजनीतिकरण, पार्टीकरण भएको छ। तपाईँ गाउँमा जानुभयो भने हरेक घर छुट्याउन सक्नुहुन्छ। यो काङ्ग्रेसको, यो एमालेको, यो फोरमको, यो राप्रपाको भन्ने हरेक गाउँ छुट्टिन्छ। त्यस कारणले मानिसले भोट हाल्दाखेरि अहिलेसम्म त्यो चेतनाको हामीले विकास गर्न सकेका छैनौँ। कुन पार्टीको एजेन्डा के हो, कुन पार्टीको घोषणापत्रमा के लेखिएको छ भन्ने कुराको आधारमा नभएर को कुन पार्टीसँग आबद्ध छ भन्ने आधारमा हामीले भोट हाल्छौँ मुख्य रूपमा। त्यसबाहेक अरू पनि म्यानिपुलेसनहरू हुन्छ। हेर्नुहोस्, एउटा यो कारण छ भने अर्को परम्परागत रूपमा नेपालमा धार्मिक सांस्कृतिक विषयमा सेन्सिटिभिटी भनेर जुन भनिन्छ नि, यो संवेदनशीलता तुलनात्मक रूपले अलिक कमजोर छ। हेर्नुहोस्, किनभने हामी कहाँ भारतले जस्तो धार्मिक सांस्कृतिक आक्रमण भोग्नु परेन। भारतले झन्डै 1 वर्ष, 100 वर्ष, माफ गर्नु होला, 1000 वर्ष, झन्डै 700-800 वर्ष
इस्लाम र मुगल साम्राज्यको अतिक्रमण भोग्नु पर्यो, झन्डै 200 वर्ष ब्रिटिस साम्राज्यको आक्रमण भोग्नु पर्यो, जसले गर्दाखेरि त्यहाँको धार्मिक सांस्कृतिक मूल्य मान्यता संरचना मन्दिरहरू भत्काउने त्यसमा त्यसलाई चाहिँ यो गर्ने काम भयो। त्यसले गर्दाखेरि भारतमा चाहिँ के भने एक किसिमको त्यो स्वस्फूर्त चेतना छ, जागृति छ, सेन्सिटिभिटी छ, तर हामी कहाँ कहिले पनि त्यो हामीले चाहिँ भोग्नु परेन। चाहे त्यो मुगल साम्राज्यको कुरा होस्, चाहे त्यो ब्रिटिस साम्राज्यको कुरा होस्, हाम्रो यो भूभाग चाहिँ जहिले पनि स्वतन्त्र नै रहेर आयो। त्यस कारणले गर्दाखेरि पनि मलाई लाग्छ अहिले यत्रो चाहिँ आक्रमण हुँदा, धर्म परिवर्तन हुँदाखेरि पनि जनतामा अझ चाहिँ त्यो जागरुकता छैन। तर पछिल्लो कालखण्डमा चाहिँ यो अत्यन्तै सकारात्मक ढङ्गबाट जनताको चेतनाको अभिवृद्धि भएको छ। अहिले हालसालकै कुरा गर्नुहोस् न, काठमाडौँमा एउटा धर्म प्रचारक संस्थाले जेसस क्राइस्टको चाहिँ छोरीको घोषणा गर्ने भनेर एउटा चाहिँ कार्यक्रमको आयोजना गर्यो, जसमा सरकारको सहआयोजक मात्र होइन, तामझामपूर्ण सहभागिता र करोडौँको सहयोग समेत जुन कार्य भयो, त्यसप्रति बारेमा जुन किसिमबाट राप्रपाले विरोध गर्नु त स्वाभाविकै थियो नि, तर अहिले हरेक क्षेत्रबाट विरोध भइरहेको छ, आलोचना भइरहेछ, स्वयं कम्युनिस्ट पार्टीबाट भइरहेको छ, आम सञ्चार माध्यम भइरहेछ। त्यो चाहिँ एउटा के हो भने अब चेतनाको विकास हुन थाल्यो। यहीँनिर जोड दिन्छु म, यहाँहरूले नै आरोप देशमा पनि अब चर्चाकै विषय बनेको छ। नेपाल कम्युनिस्ट पार्टी जसको नेतृत्वमा अहिले सरकार छ, सहआयोजक बनेर गल्ती गर्यो र एक किसिमको आरोप लाग्यो। त्यसपछि नेपाली कङ्ग्रेसभित्रकै महामन्त्री शशाङ्क कोइराला क्लियर भन्नुहुन्छ हिन्दू राष्ट्रको बारेमा सोच्नु पर्यो। अब हिन्दू राष्ट्र राज संस्थासहितको प्रजातन्त्रको लागि यहाँहरू अब फेरि पनि सबै राप्रपाहरू एक हुन हामी तयार छौँ भनिसक्नुभयो। दुईवटा क्लियर देख्यो नि त, अब एउटा हिन्दूवादी एउटा गैर हिन्दूवादी होइन हो। निश्चय पनि मलाई लाग्छ यो ध्रुवीकरण हुन्छ पनि र आवश्यक पनि छ, किनभने कम्युनिस्टहरू धर्मलाई अफिम मान्दछन्, कुनै पनि धर्मप्रति उहाँहरूको आस्था हुँदैन, एउटा नास्तिक भावना राख्नुहुन्छ। प्रधानमन्त्री केपी ओलीले नै शपथ ग्रहण गर्ने बेलामा ईश्वरको नाममा शपथ लिन चाहनु भएन। यद्यपि उहाँहरूले कहिलेकाहीँ पूजापाठ गरेको अथवा चाहिँ दसैँ तिहारमा टिका लगाएको जस्ता धार्मिक सांस्कृतिक गतिविधिहरूमा संलग्न देखिन्छ। त्यो मलाई लाग्छ भोटको राजनीति हो। उहाँहरूलाई पनि त आखिर त नेपालीहरू तर दुर्घटनाको सम्भावना छ नि त अध्यक्षज्यू। अब यसरी धर्मको नाउँमा भारत जस्तै दुर्घटनाहरू भयो भने, अस्थिरता आयो भने नेपाललाई सम्हाल्न त एकदमै गाह्रो हुन्छ नि। होइन निश्चय पनि हेर्नुहोस्, यो यसबारेमा यो तपाईँले अत्यन्तै राम्रो प्रश्न उठाउनु भयो। यसबारेमा सबै राजनीतिक दलहरूले समयमै सचेत रहेर यो समस्यालाई सम्बोधन गर्नुपर्छ। हेर्नुहोस्, अहिले जुन रफ्तारमा धर्म परिवर्तन भइरहेको छ, यो एक किसिमले भने डढेलो लागेको जस्तो भएको छ, महामारी रोग जस्तो छ। यसलाई हामीले समयमै नियन्त्रण गरेनौँ भने सदियौँदेखि कायम रहँदै आएको धार्मिक सामाजिक सांस्कृतिक सद्भाव र एकता खलबलिन्छ। हेर्नुहोस्, र दोस्रो नेपाल धार्मिक द्वन्द्वमा फस्न सक्ने खतरा म देख्छु। अहिले नै सरकारले चाहिँ जुन किसिमबाट यो धर्म प्रचारक संस्थाप्रति आफ्नो संलग्नता देखायो, त्यो कता कता तपाईँको 2/3 दम्बमा बहुसंख्यक जनतालाई अपमान गर्न खोजेको जस्तो देखिँदैछ। बहुसंख्यक जनताको आस्थामाथि चोट पुर्याउने काम चाहिँ गरिरहेका छ। हामीसँग 2/3 चाहिँ के फरक पर्छ चाहिँ, जनता हामीहरू चाहिँ हुन् भनेर जनताको आस्थामाथि चोट पुर्याउने ढङ्गबाट जुन किसिमको काम भइरहेछ, यो बढ्दै गयो भने स्वाभाविक रूपले सामाजिक सांस्कृतिक सद्भाव खलबलिन्छ र धार्मिक द्वन्द्वमा फस्न सक्छ। त्यही कारणले गर्दाखेरि मैले आज पनि जनकपुरमा आएर आफ्नो कार्यक्रमको उद्घाटन समारोह भनेको हुँ कि यी विषयहरूमा अब पुनर्विचार गर्नुपर्छ। हामीले संविधान निर्माणको बेलामा पनि आवाज उठायौँ, त्यो बेलामा पनि साँच्चै भन्यो भने यो धर्मनिरपेक्षता नराख्ने बारेमा करिब करिब सहमति भएको हो,
करिब करिब म 100% भयो भन्दिनँ, तर हामीले सबै राजनीतिक पार्टीहरूसँग कुराकानी गऱ्यौँ, दबाब दियौँ, संसदमै पनि हामीले घेराउ सङ्घर्ष गऱ्यौँ, जसको कारणले गर्दाखेरि पछि एउटा मोटामोटी समझदारी। यहाँ पनि त सरकारमै हुनुहुन्थ्यो संविधान निर्माण हुने बेलामा। होइन, संविधान निर्माण हुने बेला थिएन, संविधान निर्माण भइसकेपछि त्यस अगाडि त हामी सरकारमा जाने कुरै थिएन, किनभने हाम्रो एजेन्डाको सङ्घर्ष थियो। त्यसको लागि हामीले प्रयास गरेनौँ। त्यस नसक्नुको एउटै कारण छ, हेर्नुहोस्, त्यो पनि मलाई लाग्छ तपाईँले राम्रो प्रश्न गर्नु, किन सकेनौँ त? किनभने हामीसँग सङ्ख्या पुगेन। 601 जना सदस्य भएको संविधान सभामा हामी जम्मा 25 जना थियौँ। जब धर्मनिरपेक्षता राख्ने कि हिन्दू राष्ट्रको राख्ने भनेर भोट हुँदाखेरि कहिलेकाहीँ काङ्ग्रेसका नेताहरू पनि अरू पार्टीका नेताहरू पनि हिन्दू राष्ट्रको कुरा गर्नुहुन्छ, तर भोट हाल्ने बेलामा जम्मा 25 जना मात्रै उभिए र विपक्षमा मतदान हाले। त्यो राप्रपाले मात्र हालेको थियो, हेर्नुहोस्। तर हामीले गर्दा सकेनौँ। त्यो बेलामा अलिअलि मोटामोटी सहमति भएको थियो कि यो धर्मनिरपेक्षता चाहिँ नराखौँ। उहाँहरू हिन्दू राष्ट्र नै राख्ने पक्षमा आउनु भएको थिएन, तर धार्मिक स्वतन्त्रता राखौँ, धर्मनिरपेक्ष नराखौँ भन्नेमा सहमति भएकोमा पछि अब फेरि अन्तर्राष्ट्रिय दबाब पर्यो। हेर्नुहोस्, यहाँ त चाहिँ यति ठुलो अन्तर्राष्ट्रिय दबाब छ यो हिन्दू राष्ट्रको विपक्षमा। अब त्यो त खुकुरीको चोट अचार्नुलाई भने जस्तो हामीलाई मात्रै थाहा छ। हेर्नुहोस्, हामीलाई कमजोर बनाउन, समाप्त पार्नको निमित्त यति ठुलो प्रयास छ। किनभने यो राप्रपा समाप्त हुने बित्तिकै त हिन्दू राष्ट्रको एजेन्डा त उठाउने मान्छे नै हुँदैन, अरूले त खालि भोटको लागि उठाउने हो, खासै केही फरक पर्दैन भन्ने भएको हुँदाखेरि त्यो दबाबले गर्दाखेरि त्यो बेला हुन सकेन। कङ्ग्रेसको एउटा बलियो पक्षले कुरा उठाउन थालिसकेपछि अब यहाँहरूलाई पनि ऊर्जा भयो त्यसो भए? होइन, म त्यसलाई सकारात्मक रूपमा लिन्छु। हेर्नुहोस्, काङ्ग्रेस होस्, कम्युनिस्ट होस् अथवा जुनसुकै पार्टीको भए पनि नेपाललाई हिन्दू राष्ट्र बनाउनु पर्दछ भन्ने धारणा राख्दछ भने त्यसको हामी स्वागत गर्छौँ, त्यसको समर्थन गर्छौँ र उहाँहरूसँग ऐक्यबद्धता गरेर अगाडि बढ्न पनि तयार हुन्छौँ। तर कहिलेकाहीँ मलाई चिन्ता चाहिँ के लाग्छ भनेदेखि चाहिँ हेर्नुहोस्, अब उहाँले हिन्दू राष्ट्रको कुरा गर्नुभएको वास्तवमै एउटा हिन्दू दर्शनप्रतिको आफ्नो आस्था र विश्वास भएर त्यो चाहिँ नेपालको राष्ट्रिय आवश्यकता हो भनेर चाहिँ गर्नुभएको हो, वा बहुसङ्ख्यक जनता हिन्दू छन् त्यस कारणले गर्दाखेरि हामीले पनि हिन्दू राष्ट्रको कुरा गऱ्यौँ भने भोट संरक्षण हुन्छ भनेर गर्नुभएको त्यो थाहा छैन। अहिले भारतमा देखिन्छ नि, भारतमा अब बिजेपी एउटा खुलेआम रूपमै हिन्दू राष्ट्रको पक्षमा रहेको चाहिँ पार्टी हो। अब अहिले कांग्रेस पनि मतलब अब स्वयं राहुल गांधी पनि हिन्दू राष्ट्रको विषय हिन्दुत्वको विषयमा भनौं न हिन्दू राष्ट्र भन्दा पनि हिन्दुत्वको विषयमा आवाज उठाउने मन्दिर जाने गर्न लागिरहनु भएको छ। अब त्यो चाहिँ तपाईको के भन्दा फरक छ हेर्नुस्, एउटा दर्शनको रूपमा सिद्धान्तको रूपमा आत्मसात गर्ने र भोट संरक्षण गर्नको निमित्त यदाकदा बोल्दिने कुरामा फरक छ। आजको हाम्रा सभाका अतिथि सायद राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालक राष्ट्रिय अध्यक्ष कमल थापा हिनका संगे बातचीत भएर हिनका पार्टी के विषय में हिनकर जे पृथक एजेंडा है एखन के नेपाल के संदर्भ में यावत विषय में अध्यक्ष जी फेरि पनि अब सुरु गर्छु। तराई मधेसलाई यहाँहरू उर्वर भूमिको रूपमा लिनुहुन्छ, पार्टीको संगठनको हिसाबले पनि विगतले त्यही भन्ने गरेको छ। फेरि शून्य हुनुभयो गत चुनावमा तराई मधेसमै, संविधान सभाको पहिलो चुनावमा त एउटा दाइलाई अर्को गाईलाई राम्रै समानुपातिक मत आयो, त्यो पनि गयो। यसपालि के गल्ती गर्नुभयो यहाँहरूले? हामीले धेरै ठुलो गल्ती गर्यो हेर्नुस्। सबभन्दा पहिलो गल्ती चुनावको पूर्व सन्ध्यामा पार्टी विभाजन भयो, त्यसले गर्दा असाध्यै नकारात्मक सन्देश गयो। दोस्रो हामीले चुनावमा नेपाली कांग्रेससँग सहकार्य गर्यौं, त्यो सहकार्यमा नेपाली कांग्रेसको तर्फबाट इमानदारीता भएन। तेस्रो हिन्दू राष्ट्र र राज संस्थाको एजेन्डा बोकेको पार्टी पटक पटक सरकारमा गएको जनतालाई चित्त बुझेन। चौथो सरकारमा पनि गएको कारणले गर्दाखेरि राप्रपाले र राप्रपाको नेतृत्वले आफ्नो एजेन्डा छोडेको हो कि भन्ने भ्रम व्यापक रूपले पर्न गयो। पाँचौं साधन स्रोतको कमी। छैठौं नेपाली कांग्रेससँगको सहकार्यको कारणले गर्दाखेरि हामीले अत्यन्तै न्यून ठाउँमा 165 वटा प्रतिनिधि सभाको सीट मध्ये जम्मा 5 ठाउँमा 330 वटा प्रदेश सभाको सीटमा जम्मा 4 ठाउँमा मात्रै उम्मेदवार खडा गर्यौं। 160 प्रदेश प्रतिनिधि सभा
326 वटा प्रदेश सभाको मा हामीले उम्मेदवार खडा नगरेको कारणले गर्दा हामीले भोट पाएन। हेर्नुस्, मुख्य रूपमा यिनै कारण हेर्नुस्। एक्लै लड्नु पर्थ्यो, एक्लै लड्नु पर्दथ्यो र त्यसको साथसाथै के भनेदेखि केही सिटमा मात्रै, जस्तो हामीले झापामा नेकपासँग हामीले चाहिँ सहकार्य गरेर त्यो 1 सिट जित्यौँ। केही सिटहरूमा मात्रै हामीले चाहिँ सहकार्य गरेर बाँकी सिटहरूमा सबै ठाउँमा उम्मेदवार उठाउनु पर्थ्यो। अहिले उम्मेदवारै नउठाएर बाकस मात्र थाप्दाखेरि पनि झन्डै 2 लाख भोट पायो। हेर्नुहोस्, उम्मेदवार खडा गरेको भए त राप्रपालाई राष्ट्रिय पार्टी बन्नबाट कसैले पनि रोक्दैन थियो। गल्ती भयो हाम्रो। प्रचण्ड नेतृत्वको सरकार थियो, यहाँ उप प्रधानमन्त्री हुनुहुन्थ्यो। खबर त के आयो भने आज संविधान संशोधन हुँदैछ, रातारात राप्रपाका सांसदहरू गायब भए। त्यो पनि एउटा तराई मधेसको जनताको असन्तुष्टिको विषय हो, जहाँसम्म मलाई लागेको छ। के भयो त्यो, किन त्यो हुन सकेन? अब हेर्नुहोस्, त्यो वास्तवमा राप्रपाको इतिहासमा एउटा कलङ्कको रूपमा चाहिँ रहन्छ कि पार्टीभित्र हामीले एकमत कायम गर्न सकेनौँ। तर त्यो बेलामा संविधान संशोधनको विषय संसदमा प्रस्तुत नहुनुमा राप्रपाका सांसदको अनुपस्थिति मात्र होइन, त्योभन्दा अगाडि नै प्रधानमन्त्री र मधेसवादी दलहरूको बीचमा भएको सल्लाह अनुसार त्यसलाई अहिले मतदानमा नलाने भनेर निर्णय भइसकेको थियो। त्यसकारणले गर्दाखेरि त्यो हाम्रो पार्टीका मतलब मधेसवादी दलले चाहेनन् संशोधन। त्यो बेलामा चाहिँ उहाँहरूले चाहनु भएन, सायद पास हुँदैन भन्ठान रह्यो के भन्ठान रह्यो, त्यो बेलामा चाहनु भएन। त्यो पनि कारण थियो त्यसो भए? निश्चय पनि। म भनौँ न, जस्तो तपाईँको मेरो संसदीय दलको बैठक सकेर संसदमा जाँदाखेरि प्रधानमन्त्रीले मलाई बताउनु भयो कि आज चाहिँ मतदान नहुने भयो। किन भनेर भन्दाखेरि मधेसवादी दलहरूसँग कुरा भयो, आज नगरौँ, तपाईँहरूको पार्टीभित्र पनि फेरि असन्तुष्टि छ रे, केही साथीहरू अनुपस्थित हुने भन्ने सुनेको छु, त्यसैले गर्दाखेरि आज नगरौँ भनेर भन्नुभयो। त्यसपछि भएन। सङ्घीय संविधानपछिको यो पहिलो सरकार काम गरिरहेको छ, लगभग 1 वर्ष पुरा भयो। सरकारको गतिविधि, सरकारको कार्यप्रणालीलाई कसरी लिनुभएको छ? म अत्यन्तै निराश छु। हेर्नुहोस्, अब प्रधानमन्त्री केपी ओलीसँग उप प्रधानमन्त्री भएर केही समय मैले काम गरेँ, अत्यन्तै कठिन अवस्थामा काम गरेको। त्यो बेलामा उहाँसँग काम गर्दाखेरि उहाँको काम गर्ने शैली र नेतृत्वप्रति मेरो जुन किसिमको विश्वास रहेको थियो, अहिले उहाँले 2/3 बहुमतको सरकार बनाउँदाखेरि 9 महिनामा नै सरकारका असफलताहरू देखेर म अलि आश्चर्यचकित पनि भएको छु। प्रधानमन्त्री अत्यन्तै निरीह र प्रभावहीन भएको मैले पाएको छु। उहाँका भाषणहरूमा ठुल्ठुला कुराहरू हुन्छन्, तर त्यसलाई कार्यान्वयन गर्ने दिशामा राज्य संयन्त्र प्रभावहीन रहेको छ। हरेक क्षेत्रमा, चाहे त्यो शान्ति सुरक्षाको कुरा गर्नुहोस्, एउटा 13 वर्षीय बालिका निर्मला पन्तको कञ्चनपुरमा हत्या हुन्छ, स्वयं प्रशासनले अपराधी लुकाउने ढङ्गबाट प्रमाण मेट्ने, नक्कली अपराधी खडा गर्ने, झुटो बयानहरू प्रस्तुत गर्ने जस्ता कार्यहरू भइराखेको छ। र देशका अन्य भागमा पनि महिला विरुद्धको हिंसा पहिलेभन्दा बढेर गएको छ, तर सरकारको उपस्थिति प्रभावकारी देखिँदैन। भ्रष्टाचारको कुरा गर्नुहुन्छ भने ठुल्ठुला भ्रष्टाचारहरूका काण्डहरू, 38 किलो सुनकाण्डको धेरै ठुलो चर्चा भयो, अरबौंको चाहिँ एउटा भ्रष्टाचारको तस्करीको कुरा आयो, छानबिनको नाटक पनि भयो, तर त्यो अहिले सामसुम बनाइयो छैन। किनभने छानबिन गर्दै जाँदा निकै पहुँच भएका व्यक्तिहरू पनि पर्न सक्ने आशंका देखेपछि त्यसलाई चाहिँ डिसमिस गरियो। त्यस्तै किसिमबाट जहाज खरिदको अहिले चाहिँ व्यापक चाहिँ चर्चा भइराखेको छ।
यो समयमै काम सम्पन्न नगर्ने ठेकदारहरूलाई कारबाही गर्ने भनेर धेरै ठुलो चाहिँ हल्ला पनि फिजाइयो चाहिँ। तर एकाध व्यक्तिहरूमाथिको कारबाही बाहेक आम रूपमा त्यो पनि प्रभावहीन जस्तो चाहिँ देखा परिराखेको छ। यहाँको विचारमा सरकार यहाँकै शब्दमा भन्ने हो भने अहिलेसम्म असफल छन्, काम गर्न सकेका छैनन्, कारण के लाग्छ यहाँलाई? कारण हेर्नुहोस्, अब यसमा दुईवटा कारण छन्। एउटा चाहिँ व्यक्ति र पार्टीको असफलता, अकर्मण्यता, र दोस्रो अर्को महत्त्वपूर्ण पक्ष भने चाहिँ त्रुटिपूर्ण नीति, व्यवस्था र मार्गचित्र। हेर्नुहोस्, अहिले केपी ओली मात्र असफल भएको होइन, योभन्दा अगाडि यो 12 वर्षमा झन्डै 10-11वटा सरकार बने। हरेक सरकारको अवस्था कहिले करिब यस्तै रहेको छ र अहिले केपी ओलीको ठाउँमा शेरबहादुर देउबा भएको भए पनि परिस्थितिमा कुनै तात्विक सुधार हुँदैन थियो भन्ने मलाई लाग्छ। त्यसकारणले व्यक्तिको, पार्टीको सोचाइ, कार्यशैली, प्राथमिकतामा पनि कमजोरी छ। त्यसको साथसाथै नीति, व्यवस्था र मार्गचित्र पनि त्रुटिपूर्ण छ। हेर्नुहोस्, 12 वर्ष भयो धर्मनिरपेक्षता, गणतन्त्र र संघीयता कार्यान्वयन भएको। त्यसले परिणाम नदिएपछि कमसेकम त्यसको बारेमा समीक्षा गर्नुपर्छ कि पर्दैन? कहीँ व्यवस्थागत त्रुटि पो छ कि, कहीँ नीतिगत त्रुटि पो छ कि, हामी गलत बाटोबाट हिँडिराखेका छौँ कि? किन ड्राइभर जतिसुकै राम्रो भयो भने पनि बाटो गलत भयो भने गन्तव्यमा पुगिँदैन नि। उल्टो बाटो हिँडेर त तपाईँको अब यहाँ जनकपुरमा बसेर ढल्केबारबाट पूर्वतिर लाग्यो भने काठमाडौँ पुगिन्छ र बाटो त राम्रो छ नि, तर ड्राइभर पनि राम्रो भएर बाटो उल्टो भएपछि त काम लाग्दैन। अहिले त्यही भएको जस्तो लाग्छ मलाई। समय एकदमै कम छ। अब यहाँ पुष्पकमल दाहाल र केपी शर्मा ओलीको सरकारमा उप प्रधानमन्त्री भएर काम गर्नुभयो, दुवैजनालाई बुझ्नु भएको छ। राप्रपा 0 हुनु र कङ्ग्रेसको सायद छोटो हुनुमा नेकपा बन्नु, तत्कालीन माओवादी र एमाले एक हुनु पनि एक हो। दुवैजनालाई बुझ्नु भएको छ, दुवैजनाको एकता भएको छ। कति दिन टिक्न सक्ला यो यहाँको विचारमा? अब पहिलो कुरो त म तपाईँलाई के भनौँ भनेदेखि, तपाईँले अब साङ्केतिक रूपमा त हामी 0 नै भन्दा हुन्छ, तर हामी 0मा छैन। हेर्नुहोस्, अहिले पनि हाम्रो संसदमा एकजना प्रतिनिधि हुनुहुन्छ, 3वटा प्रदेशमा सभासद हुनुहुन्छ, 1 दर्जनभन्दा करिब मेयर, उपमेयरहरू हुनुहुन्छ र सयौंको संख्यामा वडा अध्यक्ष, सदस्यहरू हुनुहुन्छ। त्यसकारणले राप्रपा 0मा चाहिँ छैन। संविधान तहत विधिवत पार्टी 4वटा मात्रै छ। राष्ट्रिय स्तरमा अहिले राष्ट्रिय पार्टीको मान्यता हामीले प्राप्त गर्न सकेका छैनौँ। त्यो चाहिँ नि कुरा म पनि स्वीकार गर्दछु। तर हामी उठ्छौँ, मलाई लाग्छ आउने 3-4 वर्षको बिचमा एउटा फरक तपाईँले देख्न सक्नुहुन्छ। अब जहाँसम्म केपी ओली र प्रचण्डको सहकार्य कति लामो समयसम्म जान्छ भन्ने प्रश्न छ। हेर्नुहोस्, यसबारेमा मैले खासै केही भन्न सक्ने अहिले अवस्था छैन। तर प्रचण्डको चाहिँ जुन किसिमको अस्थिरता पटक पटक देखिएको छ, एक्सट्रिममा स्विङ गर्न सक्ने उहाँको जुन किसिमको खुबी छ, त्यसले गर्दाखेरि अब आगामी दिनमा के हुन्छ त्यो यसै भन्न सकिँदैन। हेर्नुहोस्, अब म चाहिँ के भने पार्टी फुटेर जुन पीडा भोगिराखेको छु, त्यस कारणले गर्दाखेरि कुनै पनि पार्टी टुक्रियोस्, फुटोस् भन्ने म चाहँदा पनि चाहँदैन, त्यो हुनु हुँदैन। वास्तवमा प्रतिस्पर्धा हामीले दाउपेच गरेर छलछाम गरेर गर्ने होइन। आफ्नो विचारको सकारात्मक पक्षलाई जनताको माझमा लिएर गएर एउटा स्वस्थ प्रतिस्पर्धा गरेर हामीले आफ्नो स्थान सुरक्षित गर्ने हो। प्रजातन्त्र भनेकै त्यही हो। मलाई अहिले सन्तोष यस मानेमा छ कि नेपालको राष्ट्रिय राजनीतिमा अरू सबै पार्टीहरू एउटा विचारमा छन् भने म फरक विचार र फरक धारको विचारलाई प्रतिनिधित्व गर्ने पार्टीको नेतृत्व गरिराखेको छु। प्रजातन्त्रको सौन्दर्य भनेकै यही हो। फरक फरक विचारहरूको बीचको प्रतिस्पर्धाबाट जनताले आफ्नो विकल्प। नेपाली कांग्रेसलाई कसरी विश्लेषण गर्नुहुन्छ? जिम्मेवार प्रतिपक्ष हुन् नेपाली कांग्रेस?
अब अहिले देशको प्रमुख प्रतिपक्ष भएको हुनाले म उसलाई गैर जिम्मेवार भनेर कसरी भनौँ, तर नेपाली काङ्ग्रेसको बारेमा विश्लेषण गर्नुपर्दा सैद्धान्तिक रूपमा विचलित र तीव्र गुटबन्दीको शिकार भएको मैले पाएको छु। अमूल्य समय दिनुभयो, धेरै धेरै धन्यवाद। हस्, मेरो पनि धेरै धेरै धन्यवाद। तपाईँको यो अपन टिभीमा पहिलोपटक आएर तपाईँसँग यसरी साक्षात्कार गर्ने मौका पाएँ। तपाईँलाई र अपन टिभीलाई मेरो धेरै धेरै धन्यवाद छ। दर्शकबिन, कार्यक्रम प्राइम टाइम लाइव में आज हमारा सबक अतिथि छलखिन राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालक राष्ट्रीय अध्यक्ष कमल थापा जी। इनका संगे बातचीत भेल, इनकर पार्टी के एजेंडा, इनकर पृथक जो विचार जे हिंदुत्व आ राज्य संस्था सहित के प्रजातंत्र यावत विषय में कार्यक्रम के निर्धारित समय संपन्न भेल। एखन के लेल अपने सबसे आज्ञा चाहिए। नमस्कार।